ओम नमः शिवाय। कहिले कहिले हामी मानव जातिलाई अन्न खान मन लाग्दैन क्या, अन्न खान मनै लाग्दैन। विविध कारण देखाउँछौँ। अथवा हिजो अस्ति शरीर बिमारी थियो, त्यो बिमारी भएकोले औषधि बढी खाइयो, त्यसले गर्दा ग्यास भयो क्यारे अन्न खान मन लाग्दैन। एउटा कुरा त्यो फल्नीका घरमा खाएदेखि, फल्नाको घरमा खाएदेखि ठ्याक्कै अन्नै रुच्दैन हौ। एउटा कारण त देखाउँछौँ। एउटा फलानो दिन फलानो साथीसँग बसेर यस्ता परिकार खाएको थियौँ, त्यहाँदेखि अन्न खान मन लाग्दैन। किन लाग्दैन? अथवा विविध कारणले हामीलाई अन्न खान मन लागेन भने यसको प्राथमिक उपचार एउटा तान्त्रिक विधिको अथवा धामी धमन्तरीको प्राथमिक उपचार एउटा छ है। यदि यसो गर्दा भएन भने त्यसको विकल्प सोचौँला, फेरि त्यसको विकल्प निकालौँला। तर यो प्राथमिक उपचार कहिले कहिले ठ्याक्कै रामबाण हुन्छ। यदि तपाईँलाई अन्न रुचि भएको छैन, विविध कारण होस् है, त्यो विविध कारणलाई छोडेर अन्न रुचि भएको छैन, हजुरलाई अन्न खान मन लाग्दैन, भात खान मन लाग्दैन भने बिहान जुरुक्क उठेर घामको किरणमा एउटा काँसाको कचौरामा पानी लिनुहोस्। त्यो पानीमा त्यो घामको किरण परोस्। हजुरले यो मन्त्र भन्नुहोस्, ओम कात्यायनी देव्यायनी कुरु स्वाहा। ओम कात्यायनी देव्यायनी कुरु स्वाहा। यो मन्त्रलाई 21 पल्ट भनेर त्यो पानी पिउनुस्। 7 दिन लगातार गर्नुस्। हजुरलाई अन्न रुचि हुन्छ। यो मैले गरेको अनुभव हो।